मेरो बिहाको यस्तै यस्तो छ यो चाहिँ मेरो लुक छ आज बिहाको कस्तो देख्छ केटीको साथीहरू कमेन्ट गरिदिनुहोस् होला है आजको मेरो चाहिँ अब बिहा सुरु भइसकेको छ कस्तो हुन्छ तपाईँहरूलाई एकदम डिटेल्समा देखाउँछु अगाडि हेरिदिनुहोस् है आजको मेरो एकदम के भन्छ एकदम इन्जोयको भिडियो छ आज मेरो र अब चाहिँ म चाहिँ भित्र जाँदैछु के हुन्छ म देखाउँछु त्यही भएर तपाईँहरूले चाहिँ एकदम माया अनि सपोर्ट गरिदिनु होला अहिलेको लागि चाहिँ ल साथीहरू आज चाहिँ म तपाईँहरूलाई चाहिँ के भन्छु भन्दाखेरि चाहिँ नि जुन चाहिँ यो मेरो फेसको मेकअप छ उहाँ चाहिँ हुनुहुन्छ मेकअप आर्टिस्ट मेरो बहिनी एकदम ऊ चाहिँ अब अहिले चाहिँ हाम्रो ट्रेन्डिङमा छ भनौँ न उहाँ चाहिँ है के भन्छ मैले चाहिँ के भन्छ बहिनीकैबाट मैले चाहिँ यो सबै मेकअपहरू गरेको त्यही भएर यहाँनिर सबैले मेरो मेकअपको तारिफ गर्दैछ है अनि चाहिँ म के भन्छु भन्छ ल भनिदेऊ तिम्रो बारेमा मेकअपहरू ब्राइडल मेकअप इन्डियन मेकअप इस्टर्न मेकअप वेस्टर्न मेकअप पार्टी मेकअप डे मेकअप गर्नु छ चाहिँ मसँग कन्ट्याक्ट गर्नु सक्नुहुन्छ र त्यही भएर चाहिँ अहिले चाहिँ उहाँ चाहिँ एकदम ट्रेन्डिङमा भएको कारणले गर्दा चाहिँ मैले पनि आज चाहिँ उहाँलाई बोलाएर तर मेरो बहिनी नै हो नि फेरि उहाँ चाहिँ बहिनी नै हो त्यही भएर आज मेरो चाहिँ मेकअपको पुरा तारिफ भएर चाहिँ यहाँ बिहामा चाहिँ है म एकदम खुसी छु त्यही भएर उहाँलाई चाहिँ अब तपाईँहरूले पनि अगर मलाई चिन्ने छेउछाउमा हुनुहुन्छ चाहिँ तपाईँहरूले चाहिँ अभियसली उहाँसँग कन्ट्याक्ट गर्नु सक्नुहुन्छ मसँग पनि गर्न सक्नुहुन्छ तपाईँहरूले ब्राइडल पार्टी है तपाईँले सिम्पल अब जस्तो पनि मेकअप गर्नु चाहनुहुन्छ तपाईँले चाहिँ उहाँकोबाट गर्न सक्नुहुन्छ है साथीहरू तपाईँहरू अगर छेउछाउमा हुनुहुन्छ भने अलिकति टाढो हुनुहुन्छ भने पनि आउनु पनि सक्नुहुन्छ है तपाईँहरूले ल उहाँ चाहिँ मेरो एकदम प्यारी बहिनी हो उहाँले चाहिँ मेरो आजको लुकलाई चाहिँ एकदम चेन्ज गराइदिएछ त्यही भएर थ्याङ्क यू सो मच मेरो बहिनी है ल अहिलेलाई चाहिँ बाई यहाँ चाहिँ यो चाहिँ हो हाम्रो मण्डप यहाँ चाहिँ हाम्रो फोटो खिच्ने यहाँ चाहिँ यस्तो छ अब चाहिँ यहाँ त म तपाईँहरूलाई भित्र लान्छु ल यो चाहिँ हाम्रो इन्टर यहाँ अब मेरो फ्यारेन्टहरू म चाहिँ गरमले हपप भएर मरेँ ल यहाँ चाहिँ हाम्रो यो बार हो यहाँनिर साथीहरू चाहिँ यहाँनिर यसरी बसिरहेको रहेछ तपाईँहरूलाई मोर के हो ए यहाँ चाहिँ हाम्रो बारको मालिक दा बारको मालिक यहाँ चाहिँ हाम्रो चाहिँ बार हो यहाँ साथीहरू ल यहाँ ल आइटम बियरको आइटमहरू यो चाहिँ हाम्रो आइटमहरू हो यस्तो छ अब चाहिँ हाम्रो चाहिँ यहाँ हाम्रो साथीहरू रेडी हुँदैछ अब यहाँनिर मान्छेहरू आउँछ ल म अब यहाँबाट चाहिँ बाहिर गएको दादालाई देखाएन भनेर मन दुखाउँदैछ ल यहाँ चाहिँ हाम्रो चाहिँ तामाङ सेलो सुरु भएको छ साथीहरू है यहाँ चाहिँ बेहुला बेहुली यहाँ चाहिँ यो लिएर रेडी छ यो चाहिँ उनीहरूको हो यहाँ चाहिँ हाम्रो तामाङ सेलो गर्दैछ यहाँ चाहिँ यस्तो छ यहाँ चाहिँ उनीहरूको भाषामा के भन्नु हुँदैछ है आफू त बुझ्नु छैन आफू बुझ्नु छैन हो र पनि यहाँ एकदम सुरु भएर चाहिँ मेरो बहिनीको बिहा हो बहिनी र भाइ ज्वाइँ यहाँ चाहिँ छ मेरो हिरोइनी साथीहरू ल हेलो यहाँ चाहिँ हाम्रो यहाँनिर मेरो अस्तिको म्याडम मिस हुनुहुन्छ यहाँ मेरो एकदम साथीको मेरो साथी न अर्को पनि उहाँ चाहिँ हुन्छ बेहुलीको अब मामा माइ ल यहाँ चाहिँ ल अब चाहिँ उनीहरू चाहिँ यहाँ यहाँ चाहिँ यस्तो छ यहाँ
यहाँ चाहिँ मेरो बेहुलीको आमा यहाँ मेरो बेहुला बेहुली मेरो प्यारो यी मेरो बहिनी मेरो भाइ आज है दुईजनाको एकदम सबैजनाले एकदम कङ्ग्रेचुलेसन दिनु होला दुईजनालाई ल यहाँ चाहिँ यस्तो छ तामाङ सेलो यस्तो हुन्छ हाम्रो चाहिँ तामाङको ट्रेडिसनल बिहा ढोकपेट सुरु यहाँ बेहुला हाम्रो नेपाली कल्चरको बिहा सबैजना ल यहाँनिर बेहुला बेहुलीको गाउने सुरु ल के गर्दैछौ ल यो चाहिँ ढोकोले फेरि सुरु भएको छ यहाँ चाहिँ रेडी भएर बसिरहेको छ यहाँ हेर्नु न यहाँ हेर्नु न यी पैसाको लागि बसेको यहाँ हेर्नु सबैजना ऊ हेर्नु कति अरे लु लु यति कति अरे यो यति दियो भने मात्रै यो चाहिँ ओपन हुने रहेछ उनीहरूले दिने रहेछ ल आज यहाँ लु मेरो लु के भन्नु छ बहिनीहरू यहाँ लज यस्तो राम्री राम्री भएर हेर लजाको लु के भन्छ नानाको लागि ल यहाँ चाहिँ 10,000 बिना चाहिँ यो नखोल रिबिन काट्नु नदिने रहेछ है उनीहरूले ल मेरो बुम्बुडी ल यहाँ चाहिँ ल सबैजनाले ल अब चाहिँ हाम्रो चाहिँ बिहा स्टार्ट भएको छ साथीहरू है ल यहाँ खदाको सुरु हुँदैछ मेरो साथीको हालत खराब यहाँ छ मेरो परीहरू मेरो 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 सबैभन्दा मेरो मुटुको टुक्रा चाहिँ यहाँ छ दुईजना हो अब चाहिँ उनीहरूसँग चाहिँ एकछिन बसेर फोटो खिच्नुपर्छ ल मलाई फोटो खिचाउनु ल ल यहाँ चाहिँ मेरो प्यारी प्यारी मेरो उयो छ ल एकदम यहाँ चाहिँ यहाँ चाहिँ एकदम ल अब चाहिँ यो सुरु भइरहेछ है साथीहरू गरम चाहिँ हेभी छ गरम खतरा छ म चाहिँ अब बाहिर ल साथीहरू यहाँ चाहिँ फोटो खिच्दैछ ऊ मेरो बहिनी नानाको भ्लगमा के भन्छ नानी फोटो खिच्दैछ ल यहाँ चाहिँ हाम्रो चाहिँ सम्धिनीहरू छ यहाँ सबै हुन्छ यहाँ फोटो खिच्दैछ यहाँ चाहिँ अब
चाहिँ मेन के भन्छ त्यहाँको अनर चाहिँ मेरो साथी दुईजना हो अनि बुहारी सासू त्यही भएर चाहिँ आज हाम्रो बिहा चाहिँ एकदम राम्रो भएको छ है एकदम मजा आइरहेको छ साथीहरू हो अब त हामी एकछिनमा चाहिँ सम्झिनेहरू फोटो खिच्दैछ त्यही भएर अब सम्झिने फोटो खिच्दैछ हामी डान्स गर्छ है अहिलेको लागि अब हामी डान्स गर्छ ल लो डान्स सुरु भयो यहाँ लास्ट बिदार डान्स ल है ल